मैले त क्यान पनि टिपेँ यार। इङ्ग्लिस चल्छ, इङ्ग्लिस चल्ने भएर नै एकदम धेरै इजी भइरहेको हो। धेरै हो त्यति बेला मलाई फेरि कामबाट पनि अब त्यस्तै थियो, आवरहरू पनि थिएन, कामबाट निकाल्दै थियो भनौँ। विदेशमा पढ्न आउँदा सुरुवातमा सबै कुरा सपना जस्तै लाग्छ, तर वास्तविकता कस्तो हुन्छ, सङ्घर्ष, रमाइलो र अवसरका वास्तविक कथा आज हामी सुन्दैछौँ उहाँको मुखबाट। Oh shit, here we go again. सो हेलो गाइज, नमस्ते, स्वागत छ तपाईँहरूको भिडियोमा। म हुँ तपाईँहरूको आफ्नै युट्युबर द एमजे वर्ल्ड। आज चाहिँ तपाईँहरूको सामु मैले ल्याइरहेको छु गेस्ट डेनमार्कको अहिलेको प्रेजेन्ट कन्टेक्स्टको बारेमा भन्नलाई। र उहाँ आउनुभएको चाहिँ 2 वर्ष भइसकेको छ र उहाँको एक्सपिरियन्स अहिलेसम्म कसरी बिताउनु भयो, के गर्नुभयो भनेर उहाँको कथा सुनाउनको लागि उहाँलाई यहाँनिर ल्याइसकेको छु तपाईँहरूको लागि होइन। यो भिडियो चाहिँ त्यही भएर अन्तिमसम्म हेर्नु होला अनि लाइक सेयर सब्सक्राइब पनि गर्नु होला। अहिले भनिदिन्छु, त्योभन्दा अगाडि अब चाहिँ ढिलो नगरिकन हामी आफ्नो गेस्टलाई बोलाउन गएको छौँ होइन। वेलकम टु आवर गेस्ट। हजुरको नाम के हो भनिदिनुहोस् मेरो भ्युवर्सहरूलाई। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ अनुप किसिङ। म चाहिँ डेनमार्क आएको 2 वर्ष भयो। एकदम धेरै एमएनजे वर्ल्ड मेरो साथी भिडियो इन्टरभ्यूको लागि बोलाइदेऊ, एकदम खुसी छु। ठिक छ, ओके। अब ढिलो नगरिकन तिम्रो अनुभवतिरबाट नै सुरु गरौँ न त है त। सबभन्दा पहिलो प्रश्न रहेको छ, तिमीलाई पहिलो पटक डेनमार्क आउँदाखेरि क्या तिमी जब फर्स्ट टाइम ल्यान्ड भयो नि, तिमीलाई कस्तो अनुभव भयो, तिमीलाई मनमा कस्तो लाग्यो, फिलिङ्स? मलाई फर्स्ट टाइम डेनमार्क आउँदा चाहिँ म एकदम धेरै एक्साइटेड भएर आएको थिएँ। अब यहाँ आएर 1-2 महिनासम्म त जस खुसी नै थिएँ म, राम्रो थियो, ठाउँहरू घुमेँ, यताउता रमाइलो लाग्यो। तर पछि बुझ्दै आउँदा चाहिँ रियालिटीमा अर्कै रहेछ। त्यसको बारेमा पछि कुरा गरौँला। तर तिमी यहाँ आउँदाखेरि के कोही चिनेको हुनुहुन्थ्यो कि कस्तो? म यहाँ आउँदाखेरि मैले कोही पनि चिनेको थिएन। रुमहरू मिलेको थियो? रुमहरू केही मिलेको थिएन। जुन दिन मेरो फ्लाइट थियो त्यही दिन रुम बुक भएको, तर कहाँ बुक भएको थाहा पनि थिएन मलाई। ल ठिक छ, यो कुरा नि पछि गरौँला। त्यसो भए नेपाल र डेनमार्क दुईवटा अलग अलग कन्ट्री हो, दुईवटा अलग अलग कन्टिनेन्टमा पनि पर्छ। हामी एसियन कन्ट्रीबाट अब यहाँ युरोपियन आउँदै, तिमीलाई नेपाल र डेनमार्कमा चाहिँ सबभन्दा ठुलो अन्तर चाहिँ के लाग्यो, मतलब डिफ्रेन्स के लाग्यो? अब डिफ्रेन्स हेर्ने हो भने त अब यहाँ फेसिलिटीहरू एकदम धेरै डिफ्रेन्ट छ यहाँको। अब नेपाल हेरिकन अब यहाँको सिस्टमहरू एकदम राम्रो छ, रुल्स रेगुलेसन्सहरू राम्रो छ, देश राम्रो छ। त्यही त हो। वेदर कस्तो लाग्यो? वेदर एकदम हावा। कहाँको वेदर मनपर्छ त? नेपालको वेदर त नेपालकै ठिक हो। अनि खानपान, जाडो मौसम अनि भाषा बुझ्न गाह्रो भयो कि भएन? मतलब यहाँको खानपान होइन, वेदर त अब गाह्रो भयो अभियसली। नेपाल हेरी त खानपिन त एकदम डिफ्रेन्टै छ यहाँको। अब हामी नेपाली भएपछि दाल भात पावर 24 आवर, त्यो त थाहा छ। त्यसो हामी त अब भातै खानु पर्यो। ठिक छ। अनि वेदर चाहिँ एकदम नराम्रै छ यहाँको नेपालको कम्पेरिजनमा हेर्ने हो भने चाहिँ। यो देशमा भाषा त छ, डेनिस भाषा छ छुट्टै होइन। त्यही भएर तिमीलाई भाषा बुझ्न गाह्रो भयो कि भएन यो देशमा? मतलब भाषाको कारणले तिमीलाई अडचन आयो कि आएन? आयो, कति ठाउँमा त्यो कुराहरू पनि त्यहाँ डिफ्रेन्स पाइयो। त्यो कुरामा नि ल्याङ्ग्वेज आएको भए अझ धेरै प्रायोरिटी हुने रहेछ। अनि अब इङ्ग्लिस पनि एकदम धेरै युज हुने भएकोले चाहिँ यसले चाहिँ एउटा वेमा इजी पनि बनाइदियो। सरी, हामी चाहिँ अलिकति लोकेसन चेन्ज गरिसकेको छौँ होइन। हामी कहाँ थियौँ भन्दाखेरि भाषाको कुरामा थियौँ। जस डेनिस भाषाले अलिकति गाह्रो त भयो, तर यहाँ इङ्ग्लिस चल्दैन? इङ्ग्लिस चल्छ, इङ्ग्लिस चल्ने भएर नै एकदम धेरै इजी भइरहेको हो हामीलाई। जस इङ्ग्लिसले गर्दा नै जस कामहरूमा सजिलै भइरहेको जस्तो लाग्छ। अरू युरोपियन कन्ट्रीहरूको कम्पेरिजनमा चाहिँ इङ्ग्लिस चाहिँ यहाँ चल्छ है? मतलब प्रायः सबले इङ्ग्लिस बोल्दो रहेछ कि? प्रायः अरू युरोपियन कन्ट्रीहरूमा भन्दा डेनमार्कमा इङ्ग्लिस चाहिँ अलि धेरै चल्ने भएकोले चाहिँ सायद यहाँ मान्छेहरूलाई एडजस्ट हुन पनि सजिलो हुन्छ यसले गर्दा चाहिँ। एकदम सही हो यार। अनुभवको अब लास्ट क्वेसनमा जान्छु है त, रेडी हो? हुन्छ, एकदम रेडी। लास्ट क्वेसन चाहिँ के भन्दाखेरि तिमीलाई कुनै पनि एउटा होइन रमाइलो वा अचम्मको केही घटना छ डेनमार्क आएर भएको? मतलब कुनै रमाइलो अथवा अचम्मको कुरा के? अचम्मको कुरा त अब सुरुमा ट्रेन मेट्रो केही देखाएको थिएन, त्यही अचम्म हो मलाई त। नेपालमा केही पनि छैन। अनि त्यस्तै हो, अरू त। अब यो त भयो उसको अनुभवहरूको कुरा। अब चाहिँ सङ्घर्षको कथाहरू गर्न जाउँ न त। यहाँनिर अब धेरैजना नयाँहरूले नि सङ्घर्षको कुरा सुनाइरहेको हुन्छ होइन। क्यान टिपेको कि टिपेन मेरो साथी? क्यान त मैले चाहिँ टिपिनँ। What? Bro, what are you talking about, man? टिपेनौ तिमीले? मैले चाहिँ टिपिनँ। आम्मा उसले त क्यानै टिपेन छ त यार। त्यो त्यस्तै थियो त्यति बेला। अब क्यान चाहिँ टिपिएन, यो दुःख चाहिँ दुःख नै थियो त्यो टाइममा। मैले त क्यान पनि टिपेँ यार। हो र? मैले त कस्तोसम्म गरेको थिएँ भन्दाखेरि काममा जान्थ्यो होइन। काम त्यो बेला धेरै थिएन क्या। अनि काम जानुभन्दा लगभग
अलि अगाडि नै पुगिन्थ्यो नि त ठाउँमा अनि त्यसपछि बसिरहन्थ्यो नि अरूले चट्ट जुस खाइरहेको हुन्थ्यो त्यो क्यानमा होइन अनि कुन बेला खाएर त्यसले छोड्ला र त्यो टिपुम्ला भनेर पनि बसिदिएँ यार म त तिमी बसेनौ त्यसै गरिन ल त्यसो भए त ठिकै छ यो त एउटा नर्मल कुरा भयो अनि घर खोज्न कतिको समस्या भएको थियो तिमी आउँदाखेरि घर खोज्न त एकदम धेरै समस्या भएको थियो यार मैले चिनेको कोही पनि थिएन यहाँ डेनमार्कमा अनि त्यो कोही चिनेको नभएर नै चाहिँ मलाई एकदम धेरै गाह्रो बनायो अब म नेपालबाट आउनुभन्दा अगाडि अब प्रायः अरूको चिनेको मान्छेहरूले अब साथीहरूको रुम बुक भइसक्यो भने है मेरो रुम पनि छैन केही पनि छैन कहाँ बुक गर्ने के गर्ने केही पनि थाहा छैन कसरी बुक गर्ने भन्ने आइडिया पनि थिएन क्या मसँग अनि बिस्तारै त नेप्लिज लिभिङ इन डेनमार्क भन्नेमा मैले पोस्टहरू हेर्न थालेँ अनि त्यहाँबाट बुक गरेँ तर रुम कहाँ बुक भयो थाहा छैन कसरी जाने कुन जोन त्यो केही नलेजै थिएन क्या मसँग एकदम गाह्रो भयो कसले हेल्प गर्यो तिमीलाई यहाँ आउनु भएर यहाँ आइपुगेर मलाई कसैले पनि हेल्प गरेन म यहाँ आउँदासम्म म आफै आएको साथी र म आएको थिएँ भनेपछि रुम पाउन मिलाउन गाह्रो चाहिँ गाह्रै भयो एकदम धेरै गाह्रो तर धन्न रोडमा त बस्नु परेन त्यस्तो त भयो त्यही राम्रो कुरा भयो पार्ट टाइम जागिर कतिको गाह्रो भयो त पार्ट टाइम जागिर पाउनलाई किनभने हामी त स्टुडेन्ट भिजामा आएको फुल टाइम गर्न पाउँदैन लिगल्ली होइन पार्ट टाइम जब खोज्ने गाह्रै भएको थियो मलाई चाहिँ कोही चिनेको छैन अब कसैले त्यो हेल्प पनि गर्दैन है अब त्यो हुन्छ म भनिदिन्छु भन्ने मान्छेहरू त धेरै छन् तर त्यो काम खोज्नलाई पार्ट टाइम पाउनलाई पनि मलाई चाहिँ गाह्रो नै भएको थियो त्यो टाइममा कोही पनि थिएन नि त यो त तिमी 2023 मा आउँदाखेरि होइन अहिले 2025 अहिले कस्तो छ त हालत अहिलेको सिचुएसनमा त काम पाउनै एकदम गाह्रो छ पाउँदैन कामै पाउँदैन कति लगभग आएको स्टुडेन्टहरू पनि तिम्रो 4-5 महिना 6-7 महिना भइसक्यो कामै गरेको छैन भन्छ अहिलेको टाइममा चाहिँ डेनमार्क एकदम गाह्रो भइसक्यो धेरै गाह्रो छ भयङ्कर गाह्रो छ मैले यही भन्न खोजिरहेको दर्शकहरूलाई तिमीलाई पनि बोलाएको कारण चाहिँ तिमीबाट एटलिस्ट तिमी 2 वर्ष भयो नि त तिम्रो एक्सपिरियन्सबाट नै केही उनीहरूले इन्फो लिगोस् भनेर नै बनाएको भिडियो हो क्या अनि अब तिम्रो अनुभव पनि सुनिहाल्यो होइन अब तिमीलाई यहाँ भाग परेको एकदम कठिन समयको बारेमा केही स्टोरी सुनाउनु छ भने सुनाउनु त तिमीले भोगेको दुःखको कुराहरू तिमीलाई चाहिँ एकदम नराम्रो लागेको चित्त दुखेको कुराहरू भन नि त मलाई चाहिँ एकदम चित्त लाग्यो कठिन सिचुएसन चाहिँ के भएको थियो भने एकतिर फी पनि तिर्नुपर्ने थियो अनि त्यस पछाडि त्यति बेला हाम्रो फेरि फेब्रुअरी र मार्चमा तिर्नुपर्ने थियो अनि त्यो सिचुएसनमा अब पैसा पनि थिएन एक त अब मलाई काम गरिरहेको थिएँ कामबाट पनि त्यो फेब्रुअरी र मार्चमा अल टोटल गर्नु पर्यो भने 60 होइन 46,000 तिर्नु पर्यो त्यो भने धेरै एमाउन्ट हो यार आम्मामा त्यो भने एकदम धेरै हो अब त्यति बेला मलाई फेरि कामबाट पनि अब त्यस्तै थियो आवरहरू पनि थिएन कामबाट निकाल्दै थियो भनौँ न अब चित्तै नहुँदै बर पेल्नी अब त्यो काममा हुन्छ नि आफूभन्दा सिनियरहरूले अब सुरुमा अब एक्सपिरियन्स नभएको मान्छे एकदम धेरै पेलाएको थियो क्या मलाई अनि काममा पनि नआएछ भने अब त्यो सिचुएसनमा फेरि यताबाट फी पनि तिर्नुपर्ने क्या 46,000 अब के गर्ने त अब त्यो सिचुएसनमा म यति त्यो मेन्टल्ली यस्तो भइसकेको थिएँ म अब डेनमार्कमा सर्भाइभ गर्न सक्दिनँ भन्ने नै तिमीलाई त्यस्तो नराम्रो ख्याल त के आएन नि त्यस्तो ख्याल त के आएन तर त्यति बेला छोरा मान्छे हो नि त होइन गर्नुपर्छ भन्ने छ आँट तर त्यो जो हराउँदो रहेछ क्या त्यो सिचुएसनमा पुगेपछि केही मतलब आइडिया नै भएन होला केही अब ब्ल्याङ्क क्या माइन्डै ब्ल्याङ्क अब के गर्ने भन्ने म पुगिसकेको थिएँ क्या किनभने म पनि एकचोटि जबलेसै भइसकेको थिएँ म पनि एकचोटि म बुझ्छु यार कामबाट पनि निकाल्दै यता फी तिर्नुपर्ने छ 46,000 अब पैसा आफूसँग छैन घरमा पनि खर्च दिनुपर्छ खर्च पठाउनै पर्यो अब त्यो सिचुएसनमा चाहिँ मलाई एकदम धेरै गाह्रो भएको थियो यस्तो अब रुने यताउता त त्यो आफ्नो ठाउँमा छ होइन कति दुःखहरू के भयो अब त्यो सिचुएसन चाहिँ मलाई एकदम धेरै गाह्रो भएको थियो ह्यान्डल गर्नलाई त्यस कामबाट पनि निकालेको अर्कै प्रेसर यता फी तिर्नु परेको छ अर्कै प्रेसर फी तिरेन भने फेरि कलेजले रिमाइन्डर पठाउँछ अर्कै प्रेसर त्यो टाइममा तिर्नु पर्यो टाइममा तिरेन भने उनीहरूले नि अब कति मन्थसम्म एक्सटेन्सन दिन्छ त्यस पछाडि फेरि दिँदैन त्यो कुरामा त अनि त्यो सिचुएसनमा चाहिँ मलाई एकदम धेरै गाह्रो भएको थियो अनि भने बेला काम पनि पाउँदैन थियो फेरि हो यार काम पाउनु त अहिले त झन् चौपट्टै हो त्यो बेलामा पनि सजिलो चाहिँ पाउँदैन थियो यार त्यति बेला पनि अब त्यही माथि आफू त अब धेरै मान्छे नचिन्या भएर होला सायद अब त्यही भएर नि काम पाउन नि गाह्रो भएको थियो क्या मलाई त्यो टाइममा अनि एकदम मेन्टल्ली चाहिँ म विक भइसकेको थिएँ त्यो पोइन्टमा चाहिँ जोब पनि विक हुन्छ यार जोब पनि विक हुन्छ यार अब काम छैन आफूले खर्च धान्नु पर्ने हुन्छ यहाँनिर यस्तो महँगो छ फेरि यार जे पनि महँगो छ यहाँ है सेल्फ एक्सपेन्सेस चाहिँ मलाई त्यो धान्न नै गाह्रो परिरहेको थियो क्या त्यो बेलामा धेरै गाह्रो भएको थियो लड्दै र पढ्दै यहाँसम्म अहिलेसम्म चाहिँ छु अब हेरौँ के हुन्छ फ्युचरमा डेनमार्क चाहिँ बस्दिनँ नै होला सायद अरू देश नै एप्लाई गर्छु म चाहिँ
ठिक छ अब यसको बारेमा नि कुरा गरौँला अरू यही हो नि त सबभन्दा दुःखको कुरा मलाई एकदम धेरै त्यो भित्रैबाट दुःख लाग्यो चाहिँ त्यही बेलामा जस कामबाट निकाल्दियो पैसा नभए बेलामा यता फी पनि तिर्नु छ घरमा खर्च आफ्नो के हो कता अब आफ्नो चाहिँ छुट्टै छ एकदम गाह्रो भएको थियो मलाई त्यो टाइममा चाहिँ त्यही भएर एकदम मेन्टल्ली चाहिँ एकदमै स्ट्रङ भएर आउनुपर्छ एकदम मेन्टल्ली चाहिँ प्रिपेयर भएर आउनुपर्छ फिजिकल्ली र मेन्टल्ली चाहिँ एकदमै स्ट्रङ अब त्यो फेरि भिडियोमा यो भएर आइज भन्ने टाइपको चाहिँ होइन कि तर त्यो राख्नु चाहिँ पर्छ तर त्यो सिचुएसनमा आएपछि डाउन चाहिँ हुँदो रहेछ त्यो सिचुएसनमै नै त हो नि भर पर्ने सबै सिचुएसन राम्रो हुन्छ भन्ने नि हुँदैन सिचुएसन अनुसार नै मान्छेको मुडहरू चेन्ज हुने हो नि त त्यही भएर नि हो ठिकै छ साथी अब दुःख यस्तै हो सबै ठाउँमा दुःख छँदैछ होइन अब तिमी 2 वर्ष भयो यहाँ आएको तिमीले अब आफ्नो राम्रो पलहरू पनि बितायो नराम्रो पलहरू पनि बितायो धेरै कुराहरूको एक्सपिरियन्स पनि लिइसक्यो नि त एटलिस्ट तिमी नेपालमै हुनुभन्दा यता आएर तिमीले धेरै कुरा जानिसक्यो नि त तिमीलाई केही नभए नि धेरै थोर डेनमार्कको बारेमा थाहा छ स्टुडेन्टलाई कस्तो हुन्छ भनेर नि तिमीलाई अल ओभर थाहा छ होइन त अब नयाँ आउनेहरूलाई नेपालमै को हुनुहुन्छ नि जो अब आउने तयारी उहाँलाई के भन्न चाहनुहुन्छ त के तयारी गर भन्न चाहन्छौ तिमी के तयारी गरेर आऊ भन्न चाहन्छौ नेपालबाट आउनेहरूलाई चाहिँ म के भन्छु भने अहिलेको सिचुएसनमा चाहिँ डेनमार्क एकदम गाह्रो भइसक्यो रुम पनि पाउन गाह्रो छ काम पाउन गाह्रो छ सानो ठाउँ छ अपर्च्युनिटी थोरै छ क्या अहिले अनि मान्छेहरू धेरै भइसक्यो लास्टै धेरै भइसक्यो त्यही भएर चाहिँ अब नेपालबाट आउँदाखेरि बरु पैसा चाहिँ अलि धेरै बोकेर आउनु म चाहिँ त्यही भन्छु अनि फिजिकल्ली र मेन्टल्ली चाहिँ म जस्तो सिचुएसन आए पनि फेस गर्छु भन्ने चाहिँ आफूमा भएर आउनु नत्र चाहिँ एकदम नत्र चाहिँ सर्भाइभ गर्नलाई धेरै गाह्रो छ अहिलेको सिचुएसनमा त झन् एकदमै गाह्रो छ नि त तिम्रो हिसाबमा नेपाली विद्यार्थीले गर्ने सबभन्दा ठुलो गल्ती के हो यहाँ मतलब यता आउँदाखेरि ठुलो गल्ती के हो जस्तो लाग्छ तिमीलाई अब एकदम नेपालीहरूले एक्सपेक्टेसन धेरै राखेर आएको हुन्छ है विदेशमा आउँदा सिधाको उनीहरूले एक्सपेक्टेसन पनि किन नराखोस् त कन्सल्टेन्सीले नै त्यस्तै त कुरा गरे हुन्छ यार त्यो त मलाई पनि अफकोर्स कन्सल्टेन्सीले त्यही भने हो तिमीलाई के भनेको थियो कमाइ राम्रो हुन्छ एकदम जस राम्रो कमाइ हुन्छ स्टुडेन्टले पनि यति पैसाहरू यस्तरी जोगाइरहेछ 1 वर्षमा घर बनाउँछु भन्यो होला नि त भन्यो घर बनायो त घर किन्यो त किने नि मैले खै कहाँ किनिदियो त्यो क्लिप पनि हाल्यो हेलो नमस्ते सबैजनालाई म चाहिँ अनुप किसिङ है म चाहिँ यहाँको रियल इस्टेटमा काम गर्छु अहिले म चाहिँ डेनमार्क आएको 2 वर्ष भयो त्यो मलाई चाहिँ डेनमार्क आउनुभन्दा अगाडि कन्सल्टेन्सीको दाजुले डेनमार्कमा राम्रो छ कमाइ गएर घर सर्किन्छौ भाइ भनेर भनेको थिएँ त्यो कुरा सत्य रहेछ कन्सल्टेन्सीको दाइले भनेअनुसार मैले डेनमार्कमा घर किन्न सफल भइसकेको छु जुन चाहिँ 3 BHK वाला एकदम फुल्ली फर्निस घर छ अनि त्यो घरबाट चाहिँ 6वटा CPR छ अब मिल्दो रहेछ होइन CPRबाट नि मलाई पैसा आउँछ अहिले त्यो घरले नै मलाई मन्थली एकदम धेरै जस मलाई राम्रो भइरहेछ 20,000 क्रोनर कमाउँछु जुन नेपालको मार्केटमा एकदम हाई हो आज चाहिँ म तपाईँहरूलाई त्यो फुल्ली फर्निस घर देखाउन गइरहेको छु आउनुहोस् मसँग हाम्रो घर चाहिँ यही हो हेर्न सक्नुहुन्छ फुल्ली फर्निस एउटा ढोका यहाँबाट यसरी छिर्ने अनि यता झ्याल छ यो बस्ने ठाउँ ट्याक्क भइहाल्यो होइन एकदम राम्रो घर छ तपाईँहरूलाई कसैलाई रुम सुम चाहिएमा अहिले खाली छ हामीसँग कतै घरमा केही भइहाल्यो भने यहाँबाट स्याट्ट छिरेर यसरी निक्लिन पनि सकिन्छ यहाँबाट एकदम राम्रो घर छ यदि कसै तपाईँहरूलाई रुम सुम चाहिएमा मलाई सम्पर्क गर्नु होला मेरो इन्स्टाग्रामको लिङ्क तल छ साथै यो घरको एकदम स्पेसल फिचर भनेको हिउँ पर्दाखेरि न्यानो गर्मीमा एकदम चिसो हुने खालको घर छ अहिले चाहिँ बुढाहरू खेलेर धुलो भएछ एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी के सुझाव दिन्छौ मतलब के गल्ती गर्छ जस्तो लाग्छ त मेन त्यही हो एक्सपेक्टेसन धेरै हाई कहिले पनि नराख्नु यो ठाउँमा चाहिँ एकदम के छ भने नेल्सब्रगमा आएर चाहिँ म यो गर्छु त्यो गर्नेले गरिरहेछ होइन नगरे पनि भन्न मिल्दैन त्यो आफ्नो विदेशमा पनि लक्कै कुरा हो क्या कस्तो सिचुएसन के हुन्छ कतिखेर गएर कहाँ के हुन्छ थाहै छैन क्या त्यो त हो यार एकदमै भएर अनि एक्सपेक्टेसन हाई कहिले पनि नराख्नु फिजिकल्ली मेन्टल्ली चाहिँ स्ट्रङ अनि मेन चाहिँ कन्सल्टेन्सीको त्यो भनेको हावातारी कुरामा चाहिँ कहिले पनि ट्रस्ट नगर्नु भन्छ म चाहिँ उनीहरूले त एकैछिनमा रकेटमा बसाएर चन्द्रमै पुऱ्याइदिन्छ जस्तो लाग्छ घुमाएर एक फन्का नेपालमा ल्याइदिन्छ अनि फर्स्ट पर्सन टु ल्यान्ड अन द मार्स भन्ने पनि आफूलाई बनाइदिन्छ तिनीहरूले होइन त्यही भएर सुन्नु हुँदैन आफैले बरु रिसर्च गर्नु आफूलाई कस्तो लाग्छ त्यो गर्नु जस्तो म चाहिँ नेटतिर सबै कुराहरू छ त्यही माथि अब त्यस्तै हो कन्सल्टेन्सीको कुरा चाहिँ एकदम थोरै सुन्नु उनीहरूले त के भन्छ अब यहाँ आएर फेस गर्ने आफूले हो त्यो सिचुएसनहरू एकदम त्यही भएर एकदम रिसर्च गरेर राम्रोसँग बुझेर मात्रै आउनु होला साँच्चै तिमीले घरतिर पैसा पठाउन सकिरहेछौ
मैले घरतिर त्यस्तो पैसाहरू पठाउन चाहिँ सकेको छैन। मतलब तिमी आएको ऋण चाहिँ तिर्न सकिसकेन त्यो चाहिँ क्लियर भइसक्यो, तर अहिलेको सिचुएसन अनुसार चाहिँ पैसाहरू कमाउन पनि एकदम गाह्रो छ। फीहरू लास्टै महँगो छ, नेल्स ब्लगको फी जम्मा गर्दा आफ्नो एक्सपेन्सेस के गर्दा पैसै पुग्दैन। जस तिम्रो एटलिस्ट आफूले आउँदाखेरिको खर्चहरू त ऋण जति त तिर्न पुग्यो, तिर्न सक्यो, त्यो राम्रो कुरा हो। यही हो, दुःखको सुखको कुरा पनि भइहाल्यो। तिमीले अब के अरे नयाँ आउनेहरूलाई पनि आफ्नो अनुभव सुनाइहाल्यो, अब के गर्दा हुन्छ के गर्नु हुँदैन भनेर पनि भनिहाल्यो। अब चाहिँ यसो रमाइलो सेगमेन्टतिर जाऊँ न त होइन यो भिडियोको। हामी चाहिँ खेलौँ यस नो च्यालेन्ज खेलौँ होइन। म तिमीलाई 2-3टा क्वेसन सोध्छु, यस नोमा एन्सर देऊ है त। नेपाल फर्कन मन छ? मन छ, एकदम धेरै फर्कन मन छ, तर अहिले फाइनेन्सियली अलिकति त्यस्तै भएर चाहिँ अलि त्यो त सेम म पनि त्यही बुम गर न मुला नहोला न, केही हुँदैन। आफ्नो साथीहरू त। अनि डेनमार्कमा पढ्न आउँदा ठिक निर्णय थियो? मतलब निर्णय त ठिक थियो, तर नेल्स ब्लगमा आएर चाहिँ गल्ती गरे। मतलब तिमी डेनमार्क आउनु चाहिँ निर्णय ठिक गर्यौ, तर नेल्स ब्लग आउनु चाहिँ गल्ती गर्यो क्या? आइबिए कोल्डिङ पनि नआउनु भन्छ होला नि त, किनभने सेम कोल्डिङ र हाम्रो नेल्स ब्लग प्राइभेट युनिभर्सिटी हो, फी एकदम महँगो छ। त्यही माथि अहिले आइबिए त कहाँ टाढा हो झन्, त्यो त झन् ल्याङ साइड। म तिमीलाई एउटा डेयर दिन्छु होइन, डेयर खेलौँ न, डेयरवाला गेम खेलौँ। 2-3टा डेयर दिन्छु म तिमीलाई, त्यो पुरा गर नि त। अब तिमी आएको यहाँ डेनमार्क आएको कति 2 वर्ष भइसक्यो छैन? मलाई तिमी 3टा डेनिस वर्ड बोलेर भनेर देखाऊ, 3टा डेनिस वर्ड। त्यसको मिनिङ पनि देऊ नि फेरि। पहिलो वर्ड भनेको चाहिँ अब सबले आउने बित्तिकै सिक्ने भनेको ट्याक भन्ने हो, त्यो भनेको थ्याङ्क यू। अनि त्यस पछाडि क्यों जाओ भाई तू देख किससे पूछ रहा है तू, ये देख अरू बुझ न। मलाई थाहा छैन, वेलकमेन भन्ने नि बिर्सिसक्यो। वेलकमेन भने वेलकम भनेको के हो, त्यस्तै हो। मलाई त्यस्तो धेरै थाहा छैन हो। त्यसो भए तिमी यो चाहिँ तिमीले पुरा गर्न सकेनौ। ठिक छ। नेपालको सबैभन्दा मनपर्ने गायकको नाम भन न त, 2टा गायक। म चाहिँ अलिकति ब्यान्डहरूको गीत धेरै सुन्छु, त्यही भएर म चाहिँ फर्स्टमा चाहिँ नेपथ्य नै चुज गर्छु। नेपथ्य अमृत गुरुङ। अनि अर्को? अनि मलाई चाहिँ एकदम गीतहरू राम्रो लाग्ने भनेको हाम्रो विपुल छेत्री। इन्डियाको हो, तर उसको नेपाली गीतहरू मलाई एकदम राम्रो लाग्छ। सही हो। ठिक छ। अब हामी अन्तिमतिर पनि पुगिसकेको छौँ होइन। अन्तिम क्वेसनहरू पनि सोधौँ होइन। अब तिम्रो पढाइ सकिनलाई जम्मा 1 वर्ष बाँकी छ, तिम्रो होइन, हाम्रो पढाइ सकिनलाई 1 वर्ष बाँकी छ होइन। भविष्यको योजना के छ त मेरो साथी? भविष्यको योजना त अब सोच्ने त अब टाइम आइसक्यो, तर भविष्यको योजना म चाहिँ सायद डेनमार्क बस्दिनँ नै होला। अर्को देश ट्राई गर्छु? अर्को देशतिर ट्राई गर्छु। म चाहिँ डेनमार्क बस्दिनँ नै होला सायद। अब एक लाइनमा तिमी, एउटा लाइनमा, म अब अलिकति ऊ जस्तो सुन्यो होला है, ऋषि धमाल जस्तो चाहिँ एक लाइनमा भनिदिनुहोस् भने जस्तो भयो होला होइन। एक लाइनमा नेपाली विद्यार्थीहरूको लागि एउटा सन्देश देऊ न, एउटा मेसेज के दिन चाहन्छौ? आउनेहरूको लागि, अहिले यहाँ भएकोलाई होइन, आउनेहरूको लागि चाहिँ, अथवा जस नेपाली स्टुडेन्टहरूको लागि जसले डेनमार्कमा हुनुहुन्छ अथवा आउने सोच्नु भएको छ, जस मिलाएर। त्यही हो, डेनमार्क आउनेहरूको लागि चाहिँ मैले भने जस्तै अब डेनमार्कमा अलिकति नेल्स ब्लग भनेपछि अब त्यस्तै हो, एक्सपेन्सिभ धेरै छ। अब यहाँ सुरुमा आउँदाखेरि त एकोमोडेसन फिक्स नभइकन कोही पनि नआउनु, पहिलो कुरो चाहिँ। अनि आए पनि पैसा चाहिँ आफूसँग 3-4 मन्थलाई पुग्ने खर्च चाहिँ लिएर आउनु। 3-4 महिनालाई चाहिँ अलिकति गाह्रै पर्छ। रुमहरू भन्ने बित्तिकै पाउँदैन, बुक पनि हुँदैन। त्यही माथि नेपालीहरू पनि अब त्यस्तै छन्, विदेशमा पनि सबै आफ्नो हुँदैन नि त। हो, त्यही हो। अब अरू त के भन्नु, अब आउने राम्रो गर्ने। अब नेल्स ब्लग चाहिँ सबभन्दा अब नेल्स ब्लगमा चाहिँ अलिकति सोचेर अब डिसिजन लिएर आउनु। सही। ठिक छ। अब हामी अन्तिममा नै आइसकेको छौँ। म तिमीलाई 2टा क्वेसन सोध्छु होइन, एकदम इजी क्वेसन हो। त्यो तिमी क्वेसनको एन्सर दियो भने चाहिँ आई हेभ सम गिफ्ट फर यु है त। ओके, रेडी हो? रेडी। मलाई चाहिँ हङ्गेरीको क्यापिटल सिटी नाम भन। हङ्गेरीको बुडापेस्ट। या मिलायो केटोले। अनि चेक रिपब्लिकको? प्राग। सही हो, मिलेको छ। त्यही भएर तिमीलाई मैले ल्याइदिएको छु प्रागदेखि टोकन अफ गिफ्ट। एकदम धेरै अनि पछि हङ्गेरीको
टोकन अफ गिफ्ट। एकदम धेरै धेरै धन्यवाद मनिष साथीलाई। ल है त टोकन अफ लभ है। भिडियो पनि सकिहाल्यो होइन साथी, प्रश्नहरू पनि सकिहाल्यो लगभग होइन। मेरो भ्युअर्सहरूलाई के भन्न चाहन्छौ त केही भन्थ्यो नि त। अब उसको च्यानललाई एकदम धेरै सपोर्ट गर्नु, त्यही हो, अरू त के भन्नु। युट्युब लाइक सेयर सब्सक्राइब गरिदिनु, लाइक सेयर सब्सक्राइब गरिदिनु। अनि केही परिहालेमा मेरो इन्स्टाग्रामको लिङ्क तल हुन्छ, मलाई मेसेज गर्नु, कमेन्ट डाउन के सोध्नुपर्ने हो सोध्नु। अब त्यस्तै, अरू त के भन्नु, त्यति हो है त। ल थ्याङ्क यू फर कमिङ, थ्याङ्क यू भिडियोको लागि मानिदिनु भएकोमा। तिम्रो तलब अब यस्तै माग्ने